नेपालको वन्य इतिहासमा सबैभन्दा डरलाग्दो र रहस्यमय घटनामध्ये एकका रूपमा चिनिने 436 मान्छे खाने बाघको कथा चितवन नवलपुर क्षेत्रसम्म गहिरो रूपमा जोडिएको छ, जहाँ 19औं शताब्दीको अन्त्यतिर घना जङ्गल, दलदल र सीमित मानव बस्तीबीच एउटा रायल बङ्गाल टाइगर आतङ्कको पर्याय बनेको थियो। कथन अनुसार घाइते भएर वा प्राकृतिक शिकार गर्न नसक्ने अवस्थामा पुगेको उक्त बाघ क्रमशः मानिसतर्फ आकर्षित भयो र वर्षौंसम्म किसान, बोठाला, दाउरा काट्न गएका मजदुर, यात्रु तथा गाउँलेहरूलाई आक्रमण गर्दै गयो, जसका कारण करिब 436 जनाले ज्यान गुमाएको भनाइ स्थानीय मौखिक इतिहासमा गहिरो रूपमा बसेको छ। बाघको डर यति व्यापक थियो कि मानिसहरू साँझ पछाडि घरबाट ननिस्कने, बच्चाहरूलाई जङ्गलतिर जान पूर्ण निषेध गर्ने र बस्ती नै सुनसान बन्ने अवस्था आयो। जङ्गल क्षेत्र घट्दै जानु, मानव गतिविधि बढ्नु र बाघको पीडा, यी सबै कारणले मानिस र प्रकृतिबीचको टकराव चरम सीमामा पुगेको देखिन्छ। अन्ततः राज्यको तर्फबाट ठूलो शिकार अभियान सञ्चालन गरियो, अनुभवी सिकारीहरू परिचालन गरिए, पासो र रणनीति अपनाइयो र लामो सङ्घर्षपछि त्यो बाघ मारिएपछि मात्र त्रसित जनजीवनले शान्ति पायो। आज यो कथा केवल एउटा जनावरको हिंस्रक व्यवहारको कथा होइन, बरु मानव विस्तार, वन विनाश र प्रकृतिसँगको असन्तुलनले जन्माएको नेपालको इतिहासमै सबैभन्दा भयावह मानव वन्यजन्तु द्वन्द्वको दस्तावेजका रूपमा डकुमेन्ट्री र अनुसन्धानको महत्त्वपूर्ण विषय बनेको छ।